दर्शकबिन सबैलाई नमस्कार। म जीवन निरौला। आज हामीसँग हुनुहुन्छ एक यस्तो अनुभवी व्यक्ति कृषि क्षेत्रमा। अब बर्खा लाग्नै जाँदा अब बर्खामा के हामीले सब्जी रोप्ने र कसरी रोप्ने भन्ने विषयमा सम्पूर्ण जानकारी एक अनुभवी व्यक्तिसँग लिन जाँदैछौँ। नमस्कार सर। हजुरको शुभ नाम? मेरो पीके राजवंशी। अलिकति भोइस ठुलो भन्नु होला। पीके राजवंशी भन्नुभयो। जस्तो हजुरले त लामो समयदेखि कृषि क्षेत्रमा एकदम अनुदानिक एक अनुभवी व्यक्ति हुनुहुन्छ। अब बर्खा लाग्दै जाँदा कतिपय किसानहरूले त यो बर्खामा कुन सब्जी रोप्ने र कस्तो तरिकाले रोप्ने के छ भन्नु? अब पानी परेको बेला त त्यो अलिक डाँडामा सब्जी त्यो अलिकति भोइस ठुलो। घिरौलाहरू र बोडीहरू रोप्दा जस्तो हामीले घिरौला रोप्न सक्यौँ है। जस्तो अब घिरौला रोप्दा चाहिँ हामीले त्यसलाई थाङ्ग्रामा रोप्ने कि डाइरेक्टली पनि रोप्न सकियो? होइन, थाङ्ग्रामा डाइरेक्टली त त्यहाँ पानी यो गर्दाखेरि सबै यो गलेर जान्छ। त्यो त्यसको टुसो उम्रिँदै सक्दैन। त्यसैले त्यो बाली चाहिँ नोक्सान हुन्छ। जस्तो घिरौला रोप्न सक्यो, अरू कुनै बालीहरू पनि लाउन सकिन्छ होला नि त? जस्तै अब यो गेरागुरी जस्तै यो बोडीहरू हो। हजुर। अरू पनि छ, जस्तै भनौँ न त्यो के भनौँ, लौका पनि रोप्न सकियो। जस्तो हामीले बोडी रोप्दा चाहिँ त्यसलाई कति फिटमा खनेर रोप्दा चाहिँ बेस्ट र राम्रो फल्न सक्छ? खन्दाखेरि हजुर, त्यसको जुन त्यो बिउ हुन्छ त्यो रोप्दा हामीले कति मुनि जस्तो गाडेर रोप्दा अनि राम्रो फल्छ तपाईँको अनुभव अनुसार? गाडेर भनौँ न त्यो कति त्यो 1.5 इन्च जस्तै 1 इन्चमा पनि। जस्तो 1 इन्चमा रोप्ने, जस्तो अब मनोज सर धेरै गहिरोमा फेरि उम्रिन सक्दैन कि। धेरै गहिरोमा त उम्रिँदैन। तलैले गर्दाखेरि त्यो कालो भएर त्यो चाहिँ त्यसको जुन बिउ हुन्छ नि त्यतिकै सर्छ। जस्तो अब हामीले रोप्ने बेला चाहिँ कुनै मलहरू पनि लाउँदा अझ राम्रो फल्छ कि? जस्तै जिङ्क हो, त्यो चिसो यो गर्छ, जिङ्क हो, पाउडर बोरिस भयो, त्यसो छर्किँदाखेरि झन् उम्रिन्छ। अब यस्तो त्यसको यो वरिपरि त्यो चालीहरू हुन्छ नि, त्यो कीटाणुहरू त्यो त्यसको वरिपरि लाग्न दिँदैन। अनि त्यो चाहिँ त्यसको जुन हाँगा हुन्छ नि राम्रो हुन्छ। जस्तो हाम्रो भिन्डी भयो, अरू कुन सब्जी भयो बर्खामा लाउने? लौका पनि भन्नुभयो। अब जस्तो हुनु सर हामीले कुनै साग सब्जी चाहिँ बर्खा महिनामा रोप्न सक्छौँ कि सक्दैनौँ? हाम्रो किसान साथीहरू अथवा दर्शकहरूलाई भनिदिनु न। डाँडामा सकिन्छ, त्यो गहिरोमा त सबै नष्ट भएर जान्छ। अलिक होचो ठाउँमा, गहिरोमा हुँदैन, अग्लो ठाउँमा सकिन्छ रोप्न। कुन साग चाहिँ रोप्दा राम्रो हुन्छ अहिलेको? हजुर, बर्खामा चाहिँ मेन। बर्खामा त अब छ नि, बर्खामा त्यो बोडी भयो। हजुर। जस्तो मनोज सर हामीले चाहिँ सब्जी रोप्दा कतिको चाहिँ एकदम होइन सब्जीमा किराहरू लाग्ने, त्यसलाई चाहिँ अर्ग्यानिक दबाई हामीले के लाउँदा हुन्छ? पैसा पनि खर्च नहोस्, एकदम घरमै उत्पन्न गरेर अर्ग्यानिक के औषधि लाउन सकिन्छ? अर्ग्यानिक? हजुर। अर्ग्यानिकमा अब के भन्नु, त्यो जुन हामीले युज गरेको यो लुगाहरू धुन्छौँ नि। लुगा धुने के भन्नु सर? जस्तै सर्फ भयो, साबुन भयो। हजुर। त्यसको जुन पानी त्यसै वेस्ट जान्छ नि। हजुर। त्यही तरकारी बारीमा त्यो बोटहरूलाई छर्किँदा उत्तम हुन्छ। अनि त्यसले लाउँदा मर्दैन? जस्तो त्यो त अलिकति रासायनिक भन्दा पनि अलिक रासायनिकै भयो, विषादी जस्तै भयो नि त फिजहरू त होइन? फिज हो त्यो, जस्तै रामदेव बाबाको जुन छ नि यो के अरे सर्पहरू, सर्प त्यसले गर्दा त्यो हुँदैन, त्यति विषादित हुँदैन। हस् त मनोज सरले एकदम ज्ञानदायक असार महिनामा हामीले कस्तो सब्जी रोप्ने, के बाली लाउने भन्ने विषयमा उहाँले जानकारी दिनुभएको छ। त्यसैले गाइस उहाँलाई सपोर्ट गरौँ, उहाँलाई लाइक गरौँ। उहाँ जस्तो एक अनुभवी कृषकलाई हामीले एकदम सपोर्ट गर्नुपर्छ। अन्त्यमा के भन्न चाहनुहुन्छ दर्शकहरूलाई? सब्जी रोप्ने कुनै इच्छुकता कसरी रोप्दा चाहिँ अझ बेस्ट हुन्छ है भनेर सुझाव सल्लाह के छ तपाईँको? अब सब्जी रोप्दाखेरि त्यो ड्याम बनाइदिने। हजुर। अग्लो होचो तरिकाले त्यसमा 2-3वटा सब्जी रोप्न सकिन्छ। धेरै माटो पनि चाहिँदैन। त्यो धेरै अब त्यसरी हातले छर्किँदा धेरै यो माटोसम्म यो हुन्छ। तर ड्याङ बनाउँदाखेरि
थोरै माटोमा पनि धेरै सब्जीहरू उत्पादन गर्न मतलब हामीले सकिन्छ। ड्याङमा रोप्दा चाहिँ धेरै फल्ने भयो। फल्ने पनि भयो र अरू साग सब्जीहरू पनि लगाउन सकिन्छ। हस् त मनोज सरलाई धेरै धेरै धन्यवाद। फेरि यस्तो अन्तर्वार्ता भइरहनेछ। बाई बाई गाइज।